यस्तोमा बाइक कुदाउनु पनि। हेलो साथीहरू, आज फेरि म जाँदैछु धरानतिर घर छोडेर। साथीहरू अब अलि केही दिन पछाडि मात्र आइन्छ होला। ल साथीहरू, मेरो बाइक चाहिँ वार्मअप हुँदैछ यहाँनिर। सो हेर्नुहोस्, अनि दाइहरूले चाहिँ लेकरहरू हालिदिएको रहेछ होइन। तपाईँलाई मन पऱ्यो कि होइन हेर्नुहोस् सायद साथीहरू। हामी अनि यतातिर सो बत्तीहरू यताले बाइक घुराउँदैछ। यहाँ मेरो गाउँदेखि धरानसम्मको यात्रामा मेरो दर्शकबिनहरू, मेरो घर चाहिँ आजदेखि टाटा। तर माया छ है सबैजनालाई साथीहरू। बिस्तार कुदा, तेरो जस्तो होइन नि फेरि लदी पो काटिजान्छ त। आज भोलि जाने होला, भोलि गएर पछि आउने होला। हेर्नुहोस् साथीहरू, हामीलाई माया छ भने तिम्रो लागि। हाम्रो अफरोडको किङ चाहिँ यता छ है साथीहरू। यो केटालाई चाहिँ अफरोडमा चाहिँ सायद भेटाउने मान्छे चाहिँ कमाइ हुन्छ होला। कमाइ पनि पाउँछ, साह्रै पाउँदैन पनि जस्तो लाग्छ मेरो विचारमा है। तर ठिक्काले हिँड्नुपर्छ है गाइजहरू, बढी चाहिँ नकुदाउँ भन्छु। तर केटाले चाहिँ अफरोडमा चाहिँ बबालाई हाँक्छ क्या। हिजो साथीहरू म सिङ्गल लोड होइन, सिङ्गल लोड एमटीमा, केटो डबल लोड 150मा हो। मैले नभेटेर मलाई पुरा छोराखेर केटाहरूले राति बिजोक अवस्थामा भइरहेको। कसम बब्बल हाँक्छ केटाले चाहिँ यार। तर दिल पुगेपछि उँभो काटेपछि अगाडिको टायरै बस्दैन नि त। यो आजभोलि त बाइकले थाप्दै थिएन कस्तो माथि माथि लानु भने कि यस्तै हो। यहाँदेखि यस्तो काटेको त चढ्दै चढ्दैन नि अगाडिको टायर। गाह्रो हुन्छ गएको दाजु। हिजो चाहिँ म कस्तो तरिकाले लडेँ छक्क। हाम्रो दर्शकबिनहरू, हाम्रो गाउँतिर चाहिँ बाटो चाहिँ एकदमै राम्रो छ होइन। सोलिङ पनि बनिसकेको छ होइन, धेरै राम्रो। तर यो चाहिँ अलिकति गाडीहरूको लागि चाहिँ, ठुलो गाडीहरूको लागि सोलिङ एकदमै राम्रो हुँदो रहेछ है। तर यो बाइकहरूको लागि चाहिँ राम्रो नहुँदो रहेछ साथीहरू। त्यस्तोमा धेरै राइड गर्नु पनि सकिँदैन, गलिन्छ पनि रहेछ र बाइकलाई पनि धेरै असर हुँदो रहेछ साथीहरू। अनि यसो यस्तोमा बाइक कुदाउनु पनि। ओइ साला माथिले ढुङ्गोले होला पल्टा उठायो। फेरि हामीले लगाएको होइन, खतरा जान्छ। अनि बाइक कुदाउनु पनि सोलिङमा लास्टै माया लाग्ने क्या साथीहरू। उफारेको भने बाइकहरू पनि बिग्रिने, सकअप जाने के, त्यही माया लाग्ने के यार कुदाउनु पनि। अनि तर नकुदै नहुने। भोजपुर जिल्लामा आज साथीहरू दाइको छोरीको बर्थडे छ क्या। सो त्यही भएर हामी चाहिँ आज बर्थडे खान जाँदैछु होइन। मेरो भाइ हामी आज भोजपुर जिल्ला बर्थडे खानको लागि गाइजहरू
जान लागेको ए सरी जाँदैछौँ आमा केटाको मासु त खतरा रहेछ त ओइ जेठा भवनीको मासु त खतरा रहेछ त भुँडी माता भुरी होइन यतातिर हो पनि छ आम्मा यार खतरा मोटा छ हौ केटो यार आफू चाहिँ यार भुँडीमा चाहिँ मासु होइन सिक्स प्याक मात्रै छ के गर्नु यस्तै छ अनि बर्थडे खाएर म चाहिँ फेरि तत्कालै अब धरान झरिहाल्छु ला साथीहरू धरानको राइड पनि आइहाल्छ अब चट्ट पारेर माया त माया हो माया त माया हो कसको बाइक चाहिँ थाहै त छैन होला त्यसलाई मान्छे मरेको भनेर के थाहा छ जिबेलाई मलाई चाहिँ थाहा थिएन हिजो जाठा भवनीले भनेर लास्ट डर लाग्यो नि डरम जत्रो थियो जाठा भाइ ए मान्छे त भनेर है देखेको अरे कहाँ देखौ यसले देखेको अरे कि यहाँनिर अनि यिनीहरू पनि आएको भन्थ्यो त अनि गाडीमा कुन गाडीमा खोइ मरे आएको भन्ने छ हो केटो आउँदैछ फुलेकी सरर बाख्राहरू पनि रहेछ ओइ ओइ साले भयो काटिन्छ होला भयो भयो दे नले अब चाहिँ ठोक्किने भयो नि दिनै पछि एक्सट्रिम खाए हुँदै साथीहरू नखानु चाहिँ पर्ने हो दिनै पछि होइन स्वास्थ्यलाई पनि अलिक खाने गर्छ है दिनै पछि नखानु पर्ने हो तर अब के भन्ने हो गर्मी टाइममा अब धेरै गर्मी भएको कारणले गर्दा चाहिँ खानु चाहिँ मन लागिहाल्दैन साथीहरू फुलहरू फुल्दै साथीहरू हेलो दर्शक बिना हामी चाहिँ अहिले ल उता पो गएको छ त तान्नुपर्छ अहिले यता हो अस्ति जिबी हामीले आएर त्यो आमा लडाएर त्यो ऐनाहरू पनि भइरहेको छ क्या हेर्नु सानो देखिँदो रहेछ टेमटेमङ हाम्रो यता चाहिँ गाउँपालिका पर्छ उता चाहिँ गुप्तेश्वर दावा पर्छ साथीहरू अनि जसले गर्दा हुँदैन क्या मा कसम भनेको हराएको हामी पिच रोडमा आएर साथीहरू अब आनन्द लिँदैछौँ हावा खाँदै हिजोको हाम्रो गाउँमा भोजपुर आएर हामी चाहिँ यहाँ पानपुरी खाँदैछौँ साथीहरू छुट्टा पारेर 1 प्लेट 50 के डाला 50 के बनाइदिनु आई डेढ घन्टा हो अब पानीपुरी खाएर जाने हो साथीहरू हामी चाहिँ पानीपुरी साथीहरू कति रुपियाँ
हिजो पानीपुरी चाहिँ दिएको थियो त यस्तो गेरा गुडी नै थिएन आउनु नि भाइ पानी पिन होला नगर है छोरी लुइन है गयो गयो जाउने फोन गरेर गाडी हिजोदेखि रोक्न दिएको छैन यहाँ किन 12:30 मा आयो भने मात्रै नपतिदैन ए परा रोक्ने ल्याएर त्यही भएर हिँड्दै थाक्यो क्या हो हुन्छ हाम्रो पालो छ 3 जना आएको जस्तो हिजो काउन्टरकै मान्छे आएको थियो कि अध्यक्ष अरे कहाँ आएको यतैको होला फर्काउने अहिले को हो खोइ को हो एउटा थियो सुर्से म त चिन्दिनँ अध्यक्ष म छैन कि म यस्तो म चिन्छु म दाइलाई र होइन हो त दिदी चाहिँ रोक्छ कि होइन भनेर उ गर्नु रहेछ हेर्नु रहेछ पर गएर रोक्छ क्या त्यो गाईले पानी लाउन न दिदी एउटा खाबे पानी होइन यो खाने पानी हो गाडी रोकेन र रोकिहाल्छ नि तर परा गएर रोक्छ यो पनि हाम्रै हो यस ए म त खाइसक्यो फेरि आन्टी लबर भयो भने त आन्टी लबर होइन कोही छैन आन्टी पनि यसो त सासु र आन्टी लबर आन्टी लबर कसको सासु सुन्छ क्या त्यसो नभन्नु न भतिजले भतिजको बुढी पुता त्यत्रो अघि भने सुन्नु भएन उता बेहुला ए उता बिहा गर्ने यता बेहुला उता छोराको बाउ किन यहाँ रोक्न दिएको नि आज भोलि 12:30 सम्म ल्यायो भने मात्रै हेर नभए त्यहाँदेखि त टाइम कटेपछि नपाउँदैन कस्तो पानी चुक्दैन यो त साह्रो भएन यहाँ रोक्यो भने हेलो साथीहरू अहिले चाहिँ हामीहरू भोजपुर जिल्ला टक्क आइपुगेको छौँ अनि एकछिनमा नि जानु परिहाल्छ नि सामानहरू ल्याउनु अब डटफट त मै हो अनि भोजपुर जिल्ला आएर बस्दैछौँ आज चाहिँ साथीहरू फेरि आजको छोरीको बर्थडे रहेछ सो बर्थडेको लागि चाहिँ हामीहरू फेरि आएको छौँ होइन बाइकमा हिँड्दा हिँड्दा एकदम चिसो बन्न लागेको छ हिँड्नु चाहिँ नहुने हो तर के गर्नु बाध्यतावश म हिँडेको छु सो त्यही हो अनि भोजपुर जिल्ला आएर हामी हल्का बसिरहेको छौँ होइन हो साथीहरू अनि आज बर्थडे सड्डे खाएकोहरू पुरा देखाइन्छ होला तपाईँलाई हेर्नु होला है त